जस्तो अरू 2-3 जनालाई घरको नोक्कर होइन कि ओए गोर्खामा चाहिँ तँलाई हलिराख्थ्यो कि म महिनाको 50,000 दिएर के साइले फेरि आज के भनेछ भन्दा इङ्ग्लिस बोल्ने भएदेखि अमेरिकामा बसेर अनि गोराको चाहिँ चाक धोएर बस भनेर भनेछ कि होइन। यहाँ सुन कि ज्ञानी, सबै तेरै जस्तै औकात, तेरै जस्तो खुबीको, तेरै जस्तो हैसियतको मान्छे हुँदैन है। तँ जस्तो नक्कली सिए सबैजना हुन्न के। यदि तँ अहिले एउटा भागेले अथवा एउटा तँ चाहिँ जुम्लाको जनतालाई चाहिँ ढाँटेर तँ अहिले चाहिँ के अरे एउटा चाहिँ जे भए पनि सांसद भइस होइन। यदि तँ सांसद हुन्थेन भने के, तँ सांसद हुन्थेन भने होइन, तँ जस्तो अरू 2-3 जनालाई घरको नोक्कर होइन कि ओए गोर्खामा चाहिँ तँलाई हलिराख्थ्यो कि म महिनाको 50,000 दिएर के। त्यति खुबी छ क्या अमेरिकामा फिटमिनको क्या है। सबैजना मुला तैँले तेरो तेरो जस्तै हुतियाएर तँ जस्तै त्यो इन्डियातिर गएर चाहिँ एउटा चाहिँ नक्कली एउटा चाहिँ एसएलसीको सर्टिफिकेट बनाएर होइन, तँ जस्तो फुर्ती गरेर चाहिँ तँ जस्तो एउटा चाहिँ इन्डियन आर्मीको चाहिँ अडिट गर्ने काम गर्यो, यो गर्यो त्यो गर्यो। नासाले चाहिँ मलाई चाहिँ के अरे फ्रीमा पढ्नलाई छात्रवृत्ति। तँ जस्तो हुतियाएर तँ जस्तो गफाडी मान्छे होइन क्या हामी गोर्खाली भनेको क्या। यति कुरा बुझ के। तँ जस्तोलाई होइन, तँ जस्तो अरू 2-3 जनालाई कि नोकर त मुला भित्र त तँ त चल्दैन होइन। तँ जस्तो 2-3 जनालाई नोकर राखेर महिनाको 50,000 के, महिनाको 50,000 दिने गाँडमा दम बोकेर अमेरिकामा बसेको छ क्या फिटमिन के। मलाई ठुलो कुरा गर्छ साला। आज एउटा के एउटा एउटा चाहिँ मान्छे फटा बोला तँ के अरे सांसद भएको थियो होइन। तैँले आफ्नो औकात बिर्सेछस् के मुला। गोर्खाली त्यस्तो होइन। तैँले बल्ल चामलको भात त काठमाडौँ आएर देखेको क्या। हामी भनेको धानको बारी नै बारी, खेतै खेत भएर 10औं-15औं हलको चाहिँ मेला भएर चाहिँ बसेको चाहिँ गोर्खालीको छोरा हो। सबैजनाको औकात एउटै हुँदैन मुला। सबैजना विदेश जाने बित्तिकै भाँडा नै धुन्छ के अरे